पुरै काठमाडौँ बन्द छ। यहाँ गाडी साडी हेर्नु त एउटा पनि गाडी आइरहेको छैन। सबै पसलहरू पनि बन्द छन्। सबै यहाँ पुरा माहौल यहाँ काठमाडौँमा त अहिले माहौल पुरै शान्त छ। नाचिरहेछ यहाँ। स्कुल छुट्टी थियो अनि आज दिनभरि चुनाव भनेर भित्रै लुकेर बसेको थियो। अहिले चाहिँ घुम्न जान पाएँ भनेर खुसी भएर नाचिरहेको छ मेरो छोरा। यस्तरी खुस घुम्ने भनेपछि त ओहो हेर्नु यहाँ पुरा बाटो खाली छ आज। 10 चोटि 1 सेकेन्ड पनि बाटो खाली नहुने यसमा रोडमा। अहिले त यहाँ खाली नै छ। एउटा दुईटा स्कुटी आइरहेका छन्। घुम्न आएको छौँ। मेरो बाबुले घुम्न जाम भनेर बिहानदेखि रोइरहेको थियो। अनि आज चुनाव भएर चाहिँ हामी बाहिर निस्केको थिएनौँ। अनि अहिले चाहिँ बाबु रुन थाल्यो। अनि त्यही भएर यसलाई मैले घुमाउन लिएर आएको छु। अब हामी फाइनली हामी घुम्ने भनेको लोकेसनमा पुगिरहेको छौँ एकछिनमा। अनि यहाँ यति अग्लो सिडी छ है। यत्रो अग्लो सिडी छ हेर्नु है गाइज। यत्रो अग्लो सिडी माथि चढेर जानुपर्छ। अनि यस्तो गाह्रो हुन्छ। ए बाटो के भएको? भूतको घर। के बोल्या सानो के बोल्या? ल बिस्तारै लडिन्छ नि। यहाँ माथि उकालो चढ्नुपर्छ के उकालो। कस्तो पछाडि ब्याग चाहिँ थकाइ लागेको छ। यति माथि छ। फाइनल्ली पुग्यौँ है बाबु हामी खेल्ने ठाउँमा। हो मेरो बाबुको जम्प कस्तो जम्प हान्छ होइन। अब बाबुहरू खेल्नु जान्छ। यता 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 खेल तिमीहरू। म चाहिँ त्यहाँ बस्छु। म चाहिँ यहाँ बस्छु। तिमी चाहिँ खेल ल। के चाहिँ उठ्नै सकिन यस्तो भएर बन्द गर्दै। समातेको कसलाई पिट्न मन लाग्यो? फेरि 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 उसप कसलाई पिट्ने हो तिमी? उनीहरूलाई कहाँ डर लाग्छ? प्लेन चाहिँ कता छ खै? अर्को त कता हो कता? खेल्ने ठाउँ त यता छैन। अनि तिमी उता चाहिँ किन गएको? कता के देख्यौ? जय घन्टी।